नमस्कार। हजुरको शुभ नाम भनिदिनुस् न। नाम दामोदर जोशी। हजुरको यो नर्सरीको नाम चाहिँ के रे? डी जोशी नर्सरी फार्म। लगभग यो खुलेको यो नर्सरी हजुरले हुर्काउँदै गर्दा कति मेहनत लाग्छ यसमा? यो सानो बच्चाहरूलाई पाले जस्तो हो, कटिङ लगाउनु त्यसलाई त हर समय पानी जुन टाइममा चाहियो त्यो टाइममा पानी नदिए उड्ने तिनीहरू मर्छ। त्यसले बच्चै हुर्काए जस्तै हो यो पनि। भारी र असजिलो भन्ने कुरा हुँदैन, मेहनत पनि छ। त्यो त रमाइलै गर्नु भएको छ। रमाइलो छ, आनन्द छ। जे भए पनि जस्तो आफूले मेहनत गरे त्यस्तो फल पाइन्छ। फल पाइएकै छ। बाहिरी नोकरी गर्नुभन्दा चाहिँ आफ्नो स्वेच्छाले काम गर्ने, ताजा ताजा फलफुल पाउने, त्यो राम्रो हिसाबले बोर्ड बिरुवा बनाइसकेपछि मार्केटिङ पाइहालिन्छ। उत्पादन गर्न सक्नु पर्यो। यस नर्सरीमा बोर्ड बिरुवा सिजनल मात्रै हो कि? यसमा भनौँ सिजनल अफ विभिन्न किसिमको बाह्रमासे फुल, सिजनल फुल अनि सो प्लान्टहरू, सबै प्रकारका फलफुलहरू, विभिन्न प्रकारका 10-12 भेराइटी आमहरू पाइन्छ, 3-4 भेराइटीहरू लिची पाइन्छन्। अम्बा हुन्छ, टाइगन अम्बा हुन्छ, 1 केजी अम्बा भयो, एप्पल अम्बा भयो, एप्पल बेउरी भयो, धेरै किसिमको हुन्छ। यो आमहरूमा भेराइटी भन्नुभयो, कुन कुन भेराइटी पाइन्छ यहाँ? आममा चाहिँ धेरै भेराइटीहरू छन्। यसमा धेरै दशरी भयो, त्यसपछि मालदा भयो, अमरपाली भयो, निलम भयो, चौसा भयो, लाङ्गडी भन्छन् एउटा, त्यो भयो। फेरि बाह्रमासेमा एउटा अल टाइम भन्ने हुन्छ, एउटा 4 टाइम फुल्ने बाह्रमासे 2 टाइम। फेरि गुलाब फास भन्ने हो। यसमा फुल 700 ग्राम जति हुन्छ। यसलाई लगभग तपाईँले असोजसम्म राख्न सक्नुहुन्छ। फेरि असोजभन्दा माथि त एकैचोटि पाक्छ। लामो समयको लागि? लामो समयको लागि निलम आमलामा सिडलेस जस्तै हो। यो अल टाइम फल्ने आम हो। यो जुनसुकै पनि फलिरहेको छ, तर हाम्रो यो भेगमा लगभग पुस माघतिर अलि नफल्ने चाहिँ चिसोको कारण हो। न त बारी यो ठुलो भइहाल्छ, यस्तो सानोमा हुन्छ। यो पनि यसैको हो? यो फुल हुन्छ, तर यो आँप ठिक रहेछ नि त। मिठो हुन्छ हुँदैन यो? कस्तो धेरै फल्ने चिज फल्न चाहिँ 12 मास फलिराख्ने हो। यो सुनरेखा आम हो। साउन महिना सुनकेसरी, सुनरेखा, रातो आम पनि भन्छ नेपालीले। यसको पात चाहिँ अर्कै देख्ने, मसिनो पात। मसिनो पात नि यो लगभग साउनमा पाक्छ। लेट भेराइटी हो, तर सानो रुख भने गमला पनि लगाउन सकिने, धेरै ठुलो नहुने। पारा यो जाडा परिरहेको छ। अब यसलाई कटिङ गरेर त्यसलाई थैलामा लगाउने। के विधि भन्नुभयो? एयर लेयरिङ हुन्छ, रुखमा कटिङ। एयर लेयरिङ, रुखमा कटिङ गरेर कलम गर्ने। यो झाडी हुँदैन, जुन ठाउँमा पनि लगाउन सक्ने, घर आँगनमा सोको जस्तै। मिठो हुन्छ कि यो? पाकिस्तानी निम्बु। यो हाम्रो यो नर्सरी हाम्रो यो बेलौरी नगरपालिका वार्ड नम्बर 9 खजुवा बस्ती भन्ने ठाउँमा पर्छ। सम्पर्कको लागि सबैले अब त्यति प्रचार नभए पनि होला, अब बिस्तारै हुन्छ भन्नु, आफ्नो कामले प्रचार हुने हो। हजुर, त्यसले हाम्रो यो नजिकै हुन बेलौरीको यो हुलाकी जाने रोडमा, बेलौरीको मैनगर जाने हुलाकी जाने रोडमा खजुवा बस्ती भन्ने ठाउँ छ।